अहिले चाहिँ युट्युबबाट सकेर भर्खर घर आएको छु हो। अन्त होटल लाइनमा चाहिँ यस्तो हुँदो रहेछ, जाने टाइम चाहिँ हुँदो रहेछ टक्कै टाइममै पुग्नुपर्छ, पङ्क्चुअल हुनुपर्छ। बट ड्युटीको एन्ड चाहिँ मतलब ड्युटी ओभर चाहिँ टाइम चाहिँ अब फिक्स हुँदैन रहेछ हो। अन्त त्यसै कारण अब जसले होटल म्यानेजमेन्ट गरेर होटलमा काम गर्ने सपना देख्नुहुँदैछ तिनीहरूको लागि म एउटा मतलब बिटर ट्रुथ भन्न चाहन्छु कि अब तपाईँहरूले सोच्नुहुन्छ होला अब होटलमा जान्छु टक्कै टाइममा जान्छु, टक्कै टाइममा आउँछु, सेलेरी पस्छ, त्यस्तो सोच्नुहुन्छ होला। तर त्यस्तो चाहिँ हुँदैन, इन्डियामा चाहिँ हुँदैन। बाहिर चाहिँ अब तपाईँहरूले टाइमिङ दियो अरे 9 to 8 दियो अरे हो, 9 AM to 8 PM। अन्त तपाईँले 10 बजीसम्म 9 बजीसम्म गर्नुभयो भने तपाईँले 1 घन्टाको पैसा पस्छ ओभर टाइमको। बट नट इन इन्डिया हो, किन भन्दा चाहिँ अब इन्डिया चाहिँ त्यस्तो डेभलप भएको रहेन रहेछ। अन्त यहाँ चाहिँ जुन अब के भन्नु तपाईँहरूलाई, हालत हेर्नु त होला मेरो कपाल कस्तो थियो पहिलाको ब्लग्सहरूतिर, अनि राइट नाउ कस्तो छ। म नि अब के सोचेर आएको थिएँ, होटल म्यानेजमेन्ट गरेर अब लाइफ फ्युचरमा राम्रो हुन्छ भनेर सोचेको थिएँ। बट राम्रो हुन्छ किन हुँदैन, राम्रो हुन्छ। बट अब खट्नु हार्डवर्क चाहिँ पुरा हुन्छ हो। अब तपाईँहरूले बिचमा गर्दै अब सोच्नु भने अब म त गर्नु सक्दिनँ, हार्डवर्क पुरा रहेछ, म सक्दिनँ भनेपछि त्यस्तो पाराले चाहिँ हुँदैन रहेछ होटल इन्डस्ट्रीमा हो। किन भन्दा मैले अब एक्सपिरियन्स अब यो 10 दिन 5 डेजमा मैले एक्सपिरियन्स गरिसकेँ कस्तो हुन्छ भनेर। के भन्दा ओडिसी जाँदा चाहिँ यस्तो हुँदो रहेछ कि अब ओडिसी जाँदा चाहिँ तपाईँहरूलाई चाहिँ एउटा डिपार्टमेन्टमा चाहिँ अब तपाईँहरूलाई खटाउँछ मात्रै कि, तर बुझाउँदैन के पनि। तपाईँ अब काम गर्नु थाल्नुभयो भने आइटीहरू पनि जानुभयो भने आइटी इन्डस्ट्रियल ट्रेनिङ, त्यहाँ तपाईँहरूले चाहिँ बुझाउँदै अब यो गर्दाखेरि यो हो, यो गर्दाखेरि यो हो भनेर बुझाउँछ। त्यसमै तपाईँहरूको दिमागबाट फर्स्टको जुन बुझ्नुहुन्छ त्यो अर्को बुझ्दा त्यो फर्स्टको निक्लिन्छ। मसँग त्यही हुँदैछ यहाँ। तर अब जे होस् दिमागमा पस्न ट्राई हुँदैछ। अन्त 5 दिन भयो अहिलेसम्म गरेको, 5 दिनको एक्सपिरियन्स राम्रै छ। किन भन्दा चाहिँ अब हाम्रो एचओडीहरू पनि राम्रै हुनुहुन्छ, सुपरभाइजरहरू पनि राम्रै हुनुहुन्छ, सबैले सपोर्ट गर्नुहुन्छ। अन्त हाम्रो सिनियरहरू पनि राम्रै हुनुहुन्छ, राम्ररी बोल्नुहुन्छ, फ्रेन्डली हुनुहुन्छ। अन्त हामी पनि यहाँ गान्तोक सिक्किममा ताज गुराँस कुटीरमा आएको छु आइटीको लागि। हामी 3-4 जना, हामी 3 जना चाहिँ केटाहरू हामी सँगै बस्दैछु एउटा रुममा। अन्त एउटा फिमेल हुनुहुन्छ, उहाँ चाहिँ एकोमोडेसनमा बस्नुहुँदैछ, होटलबाट प्रोभाइड गरेको। बट नट फर अस, किन भन्दा हामी केटा हो नि त, हामीसँग यस्तो हुन्छ। अन्त अहिले चाहिँ हामी रेन्ट तिर्दै बस्दैछौँ। रेन्ट त भन्नु मिलेन होला हो। यस्तो हुँदो रहेछ अब तपाईँहरूले सोच्नुभएको जस्तो चाहिँ हुँदैन, हार्डवर्क चाहिँ पुरा हुन्छ। तपाईँले हार्डवर्क हुन्छ भनेर सोच्नु भएको छ भने त्योभन्दा बेसी हार्डवर्क हुन्छ। गद्दा खटाइ हुन्छ, गद्दा खटाइ। अब त्यति भन्न चाहन्छु, गर्नुहुन्छ भने अब सोचेर सम्झेर गर्नु पछिसम्मको लागि। तपाईँले चाहिँ हार्डवर्क गर्नु सक्नु हुँदैन भने मतलब मेहनत गर्नु सक्नु हुँदैन भने तपाईँहरू मेन्टली फिजिकली फिट हुनु छैन भने चाहिँ तपाईँहरू अब होटलको लाइन चाहिँ नहुने रहेछ। फिजिकली त फिट हुनैपर्छ, त्यसमाथि मेन्टली फिट चाहिँ इम्पोर्टेन्ट है गाइस। मेन्टली फिट भएन भने चाहिँ त्यहाँ चाहिँ गाली गरेको सहनुपर्छ। अब गाली पनि गर्दैन, त्यस्तो गाली भन्दा पनि अब बुझाउँछ। तपाईँहरूले के गल्ती गर्यो भने अब तपाईँहरूले बुझोस् भनेर कराउँदै भन्छ। फर्स्टमा त नकराइ भन्छ, अब यस्तो यस्तो हो बेटा, ऐसा गर वैसा नहीं है भन्छ। अब तपाईँले फेरि त्यो मिस्टेक गर्नु भने चाहिँ कराउँछ, जोडको कराउँछ है। त्यही हो अब होटल लाइन। अन्त तपाईँहरू बस्नुहोस्, हार्डवर्क गर्नुहोस्। अन्त मेरो लागि अब यही हो, म खुसी छु मैले चाहिँ करियर चुज गरेँ। आई एम ह्याप्पी विथ द्याट। अन्त त्यति भन्न चाहन्छु। अनि ब्लग अपलोड किन हुँदै छैन भन्दा चाहिँ म चाहिँ पुरा बिजी हुँदैछु। किन भन्दा मर्निङ सिफ्ट छ, 9 to 8 भन्दैछ, तर 9 to 9 हुँदैछ हो। त्यसैले म भिडियो बनाउनु पनि पाएको छैन, अनि भिडियो अपलोड गर्नु पनि पाएको छैन। किन भन्दा होटलमा चाहिँ पुरा बिजी हुँदैछ आजकल। किन भन्दा यो बिहाको सिजन चल्दै रहेछ त्यहाँ यता गान्तोकमा। अन्त पुरा बिहा छ। अन्त अर्को महिनादेखि चाहिँ होटल खाली छ, बेसी अकुपेन्सी छैन। सो अर्को महिनादेखि चाहिँ
रेगुलरली त होइन, अब मिन्स विकली त आउँछ होला, विकली त म हाल्नु सक्छु, विकली आउँछ स्योर, होप स्योर आई विल अपलोड द भिडियो विकली। अन्त त्यही भन्न चाहन्छु। एन्ड सबैलाई धन्यवाद 540 सब्सक्राइबरको लागि। मैले सोचेको थिइनँ कि मेरो यति सब्सक्राइबर हुन्छ भनेर, मैले त जस्ट फनको लागि भिडियोहरू अपलोड गर्दै थिएँ। अन्त मैले सोचेको पनि थिइनँ मेरो 100 पनि हुन्छ भनेर सोचेको थिइनँ, तर 500 भइदियो। तपाईँहरूको सपोर्टको लागि धन्यवाद हो। अन्त यसरी सपोर्ट गरिदिनु होला। अन्त मेरो भिडियोलाई मनपर्छ भने मलाई सब्सक्राइब पनि गर्नु होला। अब त्यो सब्सक्राइब बटन थिच्दा त हो पैसा पनि लाग्दैन, लाइक बटन थिच्दा पैसा पनि लाग्दैन। अनि सपोर्ट गर्नु होला। तपाईँहरूलाई म यति भन्न चाहन्छु, धन्यवाद।